बालेनजीको सम्पूर्ण योजनामै नेपालको राजनीति चले जस्तो लाग्दैन तपाईँलाई? त्यत्रो आन्दोलन बालेनजीलाई प्रधानमन्त्री बनाउनु पर्छ भन्ने अवस्थासम्म पुगेको थियो। बालेनजीले नमान्दा सुशीलाजी हुनुपर्ने स्थिति आएको थियो। सुशीलाजीलाई समर्थन बालेनजीले गर्दाखेरि पनि त्यो आन्दोलनकारी सबैले हस् भनेर मानेको अवस्था थियो। उनले संसद विघटन गर्नुपर्छ भने विघटन भइदियो। सेनासँग वार्ता गर, अरूसँग होइन भन्यो, त्यहीँ गएर वार्ता भयो। अन्तरिम सरकार बनाउनुपर्छ भने अन्तरिम सरकार बन्यो। उनले जे भनेका छन् त्यही बाटोबाट, गोरेटोबाट, उनले कोरेको नक्साबाट राजनीति अगाडि बढेको छैन। उनले भनेका होइन। यति खेला सम्झेर अब हराउन सकिन्छ जस्तो अहिले पनि लागेको छ। त्यो कुरा उनले भनेका हुन्। त्यो कुरा अरू कसैले भनेका हुन्। उनको सोसियल मिडिया मार्फत एक्सपोज भएको। उनी त्यो कुरै लेख्ने पढ्ने त्यो खालको मान्छे होइनन्। एउटा कुरा बताइदिन्छु म तपाईँलाई। त्यो कतैबाट भएको डिजाइन उनी मार्फत प्रकट भयो होइन। र कहिलेकाहीँ अगुल्टोले हानेको कुकुर ठाडामा भन्छ। बालेन अगुल्टोले हानेको कुकुर ठाडामा परेका हुन्। उनलाई प्रधानमन्त्रीको अफर आएकै हो जेनजी पुस्ताबाट। तर बालेनलाई प्रधानमन्त्री बनाउने त्यो चरणको डिजाइन थिएन, जसको कारणले सुशीला कार्कीलाई डिस्कर्डको चाहिँ नि भोटिङको प्रक्रियाबाट कति 4858 कति भोट ल्याउनु पर्यो, त्यो अपराधिक च्यानलको भोटिङको प्रक्रियाबाट उहाँहरू त्यो डिस्कर्ड भनेको त्यही च्यानल जसले सिंहदरबार जलाउन लबिङ गर्यो, जसले हाम्रा नेताहरू घर टेसिङ गरेर जलाउन लबिङ गर्यो, ती अपराधिक व्यक्तिहरूले हालेको भोटबाट सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो।